हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी साङडुप्चेमा छौँ। साङडुप्चेमा चाहिँ किन भन्दा चाहिँ हाम्रो चाहिँ प्लान्टेसन थियो हो। अन्त प्लान्टेसन थियो। यो प्लान्टेसन चाहिँ के को बारेमा भन्दा चाहिँ मेरो बाटो हाम्रो चाहिँ फर्स्ट डे थियो यो चाहिँ होइन। अन्त त्यही भएर यो चाहिँ साङडुप्चेको गेट थियो। यहाँभित्र चाहिँ हामीले प्लान्टेसन गर्नुपर्ने थियो। यो भित्ता साइड यो छेउ साइड सबैमा डोप खनेर रेडी गरिदिनु भएको थियो। अन्त हामी चाहिँ प्लान्टेसनको लागि जाँदै थियौँ। अन्त यहाँ चाहिँ हाम्रो 3जना म्याम हुनुहुन्छ, एससिएफ म्याम र टिएफओ म्याम र बात मार्नु हुँदै थियो। अन्त हाम्रो चाहिँ यहाँ चाहिँ कलिग्स उकालो जाँदै थियो, कोही होइन कोही ओह्रालो थियो। अन्त म चाहिँ बिचमा भिडियो बनाउँदै हिँड्दै थिएँ। अन्त बहिनीहरूले चाहिँ पक्का पनि नानाले हाम्रो भिडियो गरिदिँदैछ भन्दै थियो नि त, त्यही भनेर। अन्त यहाँ चाहिँ बिरुवा ल्याइदिएको थियो। अन्त बिरुवा ल्याइदिँदाखेरि चाहिँ गुराँस, अन्त यो चाहिँ इजिलिया, हामीले चाहिँ गुराँस र इजिलिया रोपेको थियौँ यो बाटो। अन्त फर्स्टमा चाहिँ म्यामलाई दियौँ, म्यामले रोप्नु हुँदैछ। अन्त बिचमा चाहिँ हामीलाई गुम्बाबाट चिया ल्याइदिनु भएको थियो। निकै लामो थियो नि त बाटो। अन्त हँसाउली ठाटौली गर्दै एकछिन चिया खायौँ हो। चिया खाएर फेरि आफ्नो कामतर्फ लाग्यौँ। अन्त गुम्बाबाट चाहिँ यहाँनिर उहाँहरू चाहिँ गुम्बाबाट आउनु आएको हो। भित्ता रोप्नु हुँदै थियो। हामी चाहिँ चढ्नु सकेनौँ नि त त्यता। अन्त गुम्बाबाट फेरि हामीलाई बिरुवा दिनुभएको थियो। यो चाहिँ इजिलियाहरू थियो। अन्त राम्रो फुलहरू थियो। अन्त हामीले चाहिँ फेरि बोकेर गयौँ। अन्त म्यामहरूले पनि बोकेर ल्याउनु हुँदै थियो। अन्त हामीले चाहिँ बोकेर जाँदै गर्दाखेरि चाहिँ फेरि ठक्क त्यहाँनिर बसेर एकछिन बिसायौँ। निकै बाटो लामो थियो नि त। एउटा फोटो खिचौँ न भनेको त भिडियो पो भएछ, त्यो पनि खिचिदिएँ। त्यहाँदेखि चाहिँ मैले रोपेको फुल। अन्त फेरि गुम्बाबाट हामीलाई खाना पनि दिनुभएको थियो। अन्त म्यामले लु सबै आऊ फोटो खिच्नुपर्छ एउटा भन्नुभयो। अन्त हामी चाहिँ कुद्दै गएर फोटो खिच्नु बस्यौँ। थ्याङ्क यू सो मच।